स्वागत छ सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो च्यानल लर्न नेपालमा मैले फेरि पनि कक्षा 12 को नेपाली किताबको पाठ 2 को सम्पूर्ण अभ्यास लिएर आइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र भिडियो मन परे भिडियो लाइक गर्नुहोला, च्यानल सब्स्क्राइब गर्नुहोला। आगामी दिनहरुमा पनि यस्तै होमवर्क भिडियो हजुरहरुबाट मिल्ने छैन। शब्द भण्डारमा जाउँ। प्रश्न नम्बर 1, दिएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् भनेको छ। शब्द र अर्थबीच मैले जोडा मिलाइदिएको छु। यहाँबाट लेख्न सक्नुहुन्छ। लेफ्ट साइडमा रहेको शब्दहरू रहेका छन् र राइट साइडमा चाहिँ अर्थहरू रहेको छन्। यहाँबाट लेख्न सक्नुहुन्छ। प्रश्न 2, दिएका अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् भनेको छ। खोज्नुहोस् भनेको छ। सबैको उत्तर लेखिदिएको छु। प्रश्न 3, दिएका टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् भनेको छ। टुक्कालाई मैले अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गरिदिएको छु। प्रश्न नम्बर 4 मा जाउँ। दिएका शब्दको विपरीतार्थी अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् भनेको छ। दिन रात, सुखी दुखी जस्ता शब्दहरूको विपरीत अर्थ लेखिदिएको छु। त्यसै गरी प्रश्न नम्बर 5 जाउँ। दिएका पारिभाषिक शब्दलाई शब्दकोशीय नियम अनुसार मिलाउनुहोस् र शब्दकोशको सहायता लिई तिनको अर्थ पनि लेख्नुहोस् भनेको छ। बोट र अभिव्यक्ति। प्रश्न 1, कथा पढी यसका अर्थ मध्य र अन्त्यका मुख्य घटना भन्नुहोस् भनेको छ। कथाको आदि भनेर यहाँ आदि लेखेको छु। मध्य अनि अन्त्य। प्रश्न 2, कथा पढी दिएका प्रश्नको उत्तर दिनुहोस्। प्रश्नमा क को उत्तर ख र प्रश्नमा ग को उत्तर लेख्न सक्नुहुन्छ। प्रश्न 3, कथा पढी दिएका घटनालाई क्रम मिलाएर लेख्नुहोस् भनेको छ। घटनालाई क्रम मिलाएर लेखिदिएको छु। क ख ग गरी रहेको छ। प्रश्न 4, कथामा प्रयुक्त पौराणिक पात्रका नाम भन्नुहोस् र तिनको भूमिका वर्णन गर्नुहोस् भनेको छ। मैले यहाँ वर्णन गरेको छु। यहाँबाट लेख्न सक्नुहुन्छ। प्रश्न 5 को क को उत्तर लेख्न सक्नुहुन्छ। प्रश्न ख, दमयन्तीले आफ्नो रूप किन बदलेकी हुन् भनेको छ। किन बदलेकी हुन् लेखिदिएको छु। प्रश्न 6 मा जाउँ। दिएको गत्यांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् भनेको छ। प्रश्न क, माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ भनेको छ। कस्तो परिवेशको चित्रण गरिएको छ लेखिदिएको छु। प्रश्न ख, समानता के छ भनेर सोधेको छ। समानता लेखिदिएको छु। प्रश्न 7, समीक्षात्मक उत्तर। प्रश्न क मा, नानी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्। यस भनाइलाई कथाका आधारमा पुष्टि गर्नुहोस् भनेको छ। यहाँ कविको जन्म मृत्यु र मृत्यु मितिको लेखिदिएको छु।
यसको उत्तर देख्न सक्नुहुन्छ। प्रश्न ख को उत्तर यहाँ देख्न सक्नुहुन्छ। अन्त्य। प्रश्न ग त्यस्तै गरी अब हामी जान्छौँ प्रश्न 8 मा। तलको अनुच्छेद पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् भनेको छ। प्रश्न क किन मनलाई कल्पनाको कारक मानिएको हो भनेको छ। प्रश्न ख प्रश्न ग र घ सबैको उत्तर देख्न सक्नुहुन्छ। प्रश्न 9 मा जाउँ। बेरोजगारी समाधानका उपाय शीर्षकमा 150 शब्दसम्मको टिप्पणी लेख्नुहोस् भनेको छ। बेरोजगार समाधानका उपाय भनेर शीर्षक र टिप्पणी यहाँ रहेको छ। अब हामी जान्छौँ व्याकरणतर्फ। व्याकरणको प्रश्न 1 मा दिएको अनुच्छेदमा प्रयुक्त नाम शब्द टिप्नुहोस् भनेको छ। उत्तर देख्न सक्नुहुन्छ। प्रश्न 2 को उत्तर पनि देख्न सक्नुहुन्छ। प्रश्न 3 तलको अनुच्छेदबाट कर्मको काम गर्ने नाम र भेदक विशेषण टिप्नुहोस् भनेको छ। प्रश्न 4 दिएको अनुच्छेदमा प्रयुक्त सर्वनाम र सर्वनामिक विशेषण टिप्नुहोस् भनेको छ। प्रश्न 5 दिएको अनुच्छेदबाट पदवर्ग विचलन भएका र नभएका विशेषण टिप्पण गर्नुहोस् भनेको छ। सबैको उत्तर देख्न सक्नुहुन्छ। प्रश्न 6 को उत्तर दिएको अनुच्छेदबाट क्रियायोगी पहिचान गरी टिप्नुहोस्। प्रश्न 7 दिएको अनुच्छेदबाट नामकी र संयोजक पहिचान गर्नु टिप्नुहोस् भनेको छ। प्रश्न 8 प्रश्न 9 दिएको तेस्रो अनुच्छेदमा प्रयुक्त निपात र संयोजक टिप्नुहोस् भनेको छ र प्रश्न 10 मा शुद्ध गरी पुनः लेखन गर्नुहोस् भनेको छ। सबैको उत्तर यहाँ रहेको छ र आजको भिडियोमा यति नै। भिडियो मन परेको छ भने भिडियो लाइक गर्नुहोला, च्यानल सब्स्क्राइब गर्नुहोला। आगामी दिनमा पनि यस्तै होमवर्कको भिडियो हजुरहरुबाट मिस हुने छैन र हामीले कक्षा 12 को इंग्लिश किताबको पनि एक्सरसाइजका भिडियो हामीले आफ्नो च्यानलमा हाल्ने गर्छौं। यहाँबाट गएर हेर्न सक्नुहुन्छ। धन्यवाद।